ज्ञानेन्द्र शाहीको कडा टिप्पणी, सिंहदरबार जलाउनेलाई पुरस्कार, पतन निश्चित। नमस्कार। देश विदेशबाट हेर्नुहुने सामाजिक सञ्जालका मित्रहरूले यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले एकदम 100% सही कुरा गर्नुभएको। सहीलाई सही भन्नुपर्छ, गलतलाई गलतै भन्नुपर्छ। किनभने जिएनजी आन्दोलनकारी बिचरा ती कलिला विद्यार्थी भाइ बहिनीहरूले एक हातमा किताब च्यापेर अर्को हातले देशको झन्डा बोकेर शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै केपी ओलीको सरकारले ती विद्यार्थीहरूलाई छातीमा र टाउकामा ताकी गोली हानेर 23 जनाको हत्या लगायत जम्मा 76 जना जिएनजी आन्दोलनकारीले ज्यान गुमाइसकेपछि केपी ओलीले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिएर रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएर आफ्नो प्राण बचाउनको लागि जब भागिसकेपछि यो संविधान विपरीत बन्नुभएकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीज्यूले हिजो के भन्नुहुन्थ्यो त्यो नेपाली जनतालाई याद छ कि छैन? हिजो यी हत्यारा अपराधीहरूले राजीनामा दिएर मात्रै हुँदैन, यो सम्पूर्ण हत्याको जिम्मा लिएर कानुनको कठघारामा उभिनुपर्छ भन्ने तिनै सुशीला कार्की आज अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकी यतिका दिन भइसक्दाखेरि पनि ती 76 जनाका हत्याराहरूलाई पक्राउ नगरेर खुला छोड्नुपर्ने कारण के हो? प्रधानमन्त्री सुशीला कार्कीज्यूले यसको जवाब यो देशका नेपाली जनतालाई दिनै पर्छ। यसको जवाब यो नेपाली जनतालाई दिनै पर्छ। त्यति मात्रै होइन, यो देशको ठुलो भ्रष्टाचारी 76 जनाको हत्याराको मतियार शेरबहादुर देउबा र आर्जु राणाको छानबिन चलिरहेको अवस्थामा ती अपराधीहरूको पासपोर्ट र भिसा रोक्नुपर्ने ठाउँमा नरोकेर ती अपराधीहरूलाई सुटुक्क विदेश उपचारको बाहनामा भगाउनु पर्ने कारण के हो? अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीज्यूले यसको जवाब यो देशका नेपाली जनतालाई दिनै पर्छ। यसको जवाब दिनै पर्छ। यो सबै बुझ्दाखेरि 76 जनाको हत्या राज्यका सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, नेपाल राष्ट्र ब्याङ्क जस्ता आगो लगाएर ध्वस्त गर्ने यी नरपिचास विदेशी दलाल कुलङ्गारहरू अरू